नमस्कार, म हरिकृष्ण घिमिरे। मैले श्रीमद् भगवत गीताको पहिलो अध्यायदेखि लिएर 8औं अध्यायसम्मको कथा प्रसङ्गहरू के आउँछन्। अर्जुन र कृष्णको संवाद हो यो। कृष्ण र अर्जुनको संवादमा के कुरा आउँछन् भन्ने नेपालीमा पनि सार संक्षेपमा निवेदन गरिसकेको छु। अब अहिले यो 9औं अध्यायको, जसलाई चाहिँ राजविद्या र राजगुह्य योग पनि भनिन्छ। राजविद्या भनेको के हो? विद्याको मुख्य राजा, अनि त्यस्तै गुह्यमाको गोपनीय कुराको नि योग चाहिँ गुह्य कुरो के हो त्यो बारेमा भगवान कृष्णले अर्जुनलाई चाहिँ बताउँदै हुनुहुन्छ। त्यही क्रमका कुराहरू म भन्छु। त भगवान भन्नुहुन्छ पहिले श्लोकमा अर्जुन प्रति, इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे ज्ञानं विज्ञान सहितं यज्ञात्वा मोक्षसे शुभातो। अर्जुनजी, कहिल्यै पनि मेरो ईर्ष्या गरेनौ तिमीले, त्यसैले म तिमीलाई अत्यन्त गोपनीय ज्ञान र अनुभव भन्दछु। ज्ञान र अनुभव बताउँछु। यसलाई तिमीले जान्यौ भने के हुन्छौ भने संसारका सबै कष्टहरूबाट मुक्त हुन्छौ। त्यस्तो मुक्ति प्राप्त हुन्छ। त यसलाई राजविद्या अथवा राजगुह्य पनि भनिन्छ। अत्यन्त पवित्र हो यो। सम्पूर्ण रहस्यहरू मध्येको महागोपनीय रहस्य पनि हो। त यो नै पवित्र ज्ञान हो। यसले अनुभूतिद्वारा आत्माको प्रत्यक्ष बोध गराउँछ। आत्मा भनेको के हो भन्ने कुरो ठ्याक्कै बुझाइदिन्छ। यही नै धर्मको पूर्णता पनि हो। यो अविनाशी र यसलाई आनन्दपूर्वक सम्पन्न गर्न सकिन्छ भन्नुहुन्छ भगवान कृष्ण। अर्जुनलाई फेरि भन्नुहुन्छ कि हे अर्जुन, यो जान्नलाई के गर्नु पर्यो भने अश्रद्धा धाना पुरुषा धर्मस्यास्य परन्तप अप्राप्य माम निवर्तन्ते मृत्यु संसार वर्त्मनि। हे अर्जुन, भक्ति योगमा श्रद्धा नगर्ने व्यक्तिहरू मलाई प्राप्त गर्न कसरी नसकेर फेरि जन्म र मृत्युको संसारमा फर्किन्छन्, मलाई प्राप्त गर्नै नसकेकाले गर्दाखेरि। त्यस कारणले यो सम्पूर्ण ब्रह्माण्ड म अव्यक्त रूपले ढाकिएको छ। यो ब्रह्माण्ड चाहिँ मेरा अव्यक्त रूपले भनेको, अव्यक्त भनेको प्रष्ट खुल्ला छैन, व्यक्त छैन, अव्यक्त छ। त्यस्तो रूपले ढाकिएको छ। परमेश्वरका अव्यक्त रूपले ढाकिएको छ यो ब्रह्माण्ड। त सम्पूर्ण जीव परमेश्वरमा नै निहित हुन्छन्, ती नै रहेका हुन्छन्। तर म तिनी भित्र चाहिँ छैन। परमेश्वर चाहिँ त्यो भित्र छैन। त्यो ब्रह्माण्ड मात्रै त्यसरी रहेको छ। न त मतस्थानी भूतानि पश्य मे योगमैश्वरम् भूतभृत न च भूतस्थो ममात्मा भूत भावन। तै पनि अर्जुन यो बुझ कि मद्वारा रचना गरिएका हरेक वस्तुहरू ममा रहँदैनन्, ममा स्थित छैनन्। ती वस्तु रचना चाहिँ गर्छु म, तर ममा नै तिनीहरू निर्भर छैनन्। मेरो योग शक्तिलाई हेर, म सम्पूर्ण प्राणीहरूको पालनकर्ता पनि हुँ। सबै ठाउँमा म व्याप्त छु, तर पनि म जगतको अंश होइन। यो संसारको अंश म होइन। मैले रचना गरिदिएको चिज मात्रै हो ब्रह्माण्ड संसार। म त स्वयं सृष्टिको कारण रूप मात्रै हुँ, खास कारण रूप मात्रै हो। जसरी सर्वत्र बग्ने हावा जो छ, शक्तिशाली हावा आकाशमा रहन्छ, त्यसै गरी यो सृष्टि भएका सम्पूर्ण प्राणीहरू पनि म परमात्मामा नै निहित छन्। तिमी यो कुरो बुझ। ममा नै ती प्राणी पनि ममा नै रहेका छन् भन्ने तिमीले बुझ। त्यसै हुनाले हे कुन्ती पुत्र, सम्पूर्ण प्राणीहरू कल्पका अन्त्यमा सम्पूर्ण भौतिक सृष्टिहरू जति छन् मेरा प्रकृतिमा नै हराउँछन्। तिनीहरू लुप्त हुन्छन्, सबै बिलाउँछन्। अनि अर्को कल्प सुरु हुँदा तिनलाई म आफ्नो शक्तिद्वारा फेरि तिनै जसरी हराएका थिए फेरि निकाल्छु, बनाउँछु। यो सम्पूर्ण दृश्यमान जगत परमेश्वरकै अधीनमा छ अर्जुन, अथवा म भनेकै परमात्मा हुँ। मेरो इच्छाद्वारा स्वचालित रूपमा यो सृष्टि बारम्बार प्रकट हुन्छ र मेरा इच्छाले नै अन्त्यमा यसको पनि विलय हुन जान्छ, विनाश हुन जान्छ। त्यसरी चलेको छ यो ब्रह्माण्डको सृष्टिको
स्थितिक्रम। त त्यसरी गरे पनि ती सारा कर्महरूले मलाई बन्धनमा पार्न सक्दैनन्, किनभने तिनीहरूबाट त्यही भित्र म छुइनँ। मैले त निर्माण गरिदिएको चलाएको मात्रै हो। म तटस्थ भएछु र यी सम्पूर्ण भौतिक क्रियाकलापहरूप्रति म सधैँ नै अनासक्त छु, आसक्त छुइनँ। यी भौतिक वस्तुहरूसँग म आसक्त छुइनँ, अनासक्त छु। त अर्जुन, यो भौतिक संसार मेरो निर्देश अनुसार नै काम गर्छ। मैले भने अनुसार, मैले आज्ञा दिए अनुसार काम गर्छ र मेरो एउटा शक्ति हो। त्यसो हुनाले यो चाहिँ त्यही शक्तिले गर्दा सम्पूर्ण चर र अचर प्राणीहरू जो छन्, चर प्राणी र अचर प्राणी भनेको हिँड्ने डुल्नेलाई चर प्राणी भन्यो। अचर प्राणी भनेको जस्तो बिरुवाहरू, रुखहरू, वनस्पति, यी प्राणी पनि हुन्, तर यी हिँड्दैनन्, डुल्दैनन्। चराचर भनेको त्यही हो। चर पनि अचर पनि भन्नाले चराचर ती प्राणीहरू पनि हुन्छन् र त्यसैका शासनमा रहेर यो जगतको बारम्बार उत्पत्ति र विनाश पनि गर्ने काम मेरै आज्ञा अनुसार भएको छ। अनि फेरि भगवान कृष्ण अझै यसैलाई अझ बुझाउने क्रमले अर्जुनलाई भन्न थाल। भगवान कृष्ण फेरि अर्जुनलाई यसैलाई अझ प्रश्न पार्दै भन्न लाग्नुहुन्छ। अब जानन्ति मां मूढा मानुषं तनुमाश्रितं परं भावमजानन्तो मम भूत महेश्वरम। म मनुष्य रूपमा अवतीर्ण हुँदा मूर्खहरूले मेरो उपास गर्छन्। तिनीहरूले म परमेश्वरको दिव्य स्वभावलाई तिनीहरूले बुझ्दैनन् र मलाई उपास गर्छन्। यो त मान्छे हो, के को यो ईश्वर हो भनेर पनि मूर्ख मान्छेले मलाई उपास गर्छन्। यस्तरी मोहमा परेका व्यक्तिहरू छन्, ती प्राणीहरू हुन्छन्। अनि व्यक्तिहरू नास्तिक र आसुरी दृष्टिकोणले पनि आकर्षित हुन्छन् तिनीहरू। नास्तिक भनेको देवता नमान्ने, ईश्वर नमान्ने, यो ब्रह्माण्डको रचना कसरी भएको भन्ने नपत्याउने र त्यस्ता नास्तिक पनि हुन्छन्। जसले यो धर्मलाई विश्वास गर्दैन, यो सनातन कुरोलाई बुझ्दैन, त्यस्तालाई नास्तिक भनिन्छ। यिनीहरू त्यस्ता प्रकारका पनि हुन्छन्। यस्तो भ्रमित अवस्थामा तिनीहरूको मुक्ति पाउने आशा त किन र सकाम कर्मको ज्ञान, फल प्राप्तिको कर्मको ज्ञान समेत उनीहरूलाई हुँदैन। निष्फल नै हुन्छन् ती कर्महरू केही पनि। तर अर्जुनजी, जान्ने ज्ञानी मान्छे त के गर्छन् त? मोहबाट मुक्त भएका महात्माहरू भने दैवी प्रकृतिका संरक्षणमा हुन्छन्। तिनीहरू पूर्णतः भक्तिमय सेवामा लागेका हुन्छन्, किनभने तिनले मलाई नै सृष्टिका आदि कारण र अविनाशी भन्ने ठान्दछन्। सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रताः नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते। त अर्जुन, ती महात्माहरू के गर्छन्? मेरो महिमा गान गर्छन्, दृढ सङ्कल्प साथ मलाई प्राप्त गर्ने प्रयास गर्छन्। त्यसो गर्दै गर्दा मलाई सेवा पनि गर्छन्, प्रणाम पनि गर्छन् र भक्तिपूर्वक मेरो उपासना गर्छन्। ती महात्माहरू भने ज्ञानको यज्ञको विकास रूपी जुन यज्ञ छ, ज्ञानको विकासको यज्ञ, त्यसलाई ज्ञान यज्ञ भनिन्छ। ज्ञान जान्नु, सिक्नु, के रहेछ ब्रह्माण्डको रचना भन्ने जान्नुलाई ज्ञान यज्ञ भनिन्छ। त ज्ञानको विकास रूपी जुन यज्ञ छ, अथवा ज्ञान यज्ञ पनि भनिन्छ त्यसलाई, त्यसमा लागेका अरू भक्तहरूमध्ये कसैले द्वैत भाव, कसैले अद्वैत भावमा, कसैले विश्वरूप भावमा विभिन्न प्रकारले पनि ईश्वरको उपासना गर्छन् अथवा मेरो उपासना गर्छन्। द्वैत भाव भनेको परमेश्वर यो ब्रह्माण्डमा पनि छ, देखि नदेखिए पनि माथि अव्यक्त रूपमा पनि छ भन्नेलाई द्वैत भाव हो। अनि अद्वैत भनेको एउटै हो परमात्मा, त्यो दुई भाव भए पनि एउटै छ परमेश्वर भनेर बुझ्ने पनि ईश्वरको उपासना गर्छन् अरे। विश्वरूपको भाषमा पनि संसार ब्रह्माण्ड नै ईश्वर हो भन्नेमा पनि उपासना गर्छन् अरे ज्ञानी मान्छेले चाहिँ। किनभने म यज्ञ पनि मै हुँ, स्वधा पनि म हुँ, औषधि पनि मै हुँ, मन्त्र पनि मै हुँ,
हवन गर्ने आज्य घिउ पनि मै हुँ, अग्नि पनि मै हुँ, जुन हुत भनिन्छ हवन गरिया कुरो छ त्यो पनि मै हुँ। भगवान भन्नुहुन्छ ब्रह्माको, जगतको, माताको, सबैको धाता र पितामह पनि मै हुँ। वेद सम्पूर्ण जान्ने वेद्य पनि मै हुँ र पवित्र ओंकार पनि मै हुँ। ओम भन्ने त्यस्तै ओंकारदेखि उताका वेदहरू ऋग्वेद, यजुर्वेद, सामवेद आदि गरेका वेद पनि मै हुँ। त्यसैले म यो ब्रह्माण्डको बाबु पनि मै हुँ, म आमा पनि हुँ, आश्रयदाता पनि हुँ, पितामह पनि हुँ। म नै जान्ने योग्य ज्ञेय वस्तु र शुद्धिकारक ओमकार र ऋग्वेद, सामवेद, यजुर्वेद आदि पनि म भन्ने कुरो तिमीले बुझ्नु। म सबैको लक्ष्य हुँ। भगवान अर्जुनलाई अझै सम्झाउँदै भन्नुहुन्छ पालनकर्ता पनि हुँ, स्वामी पनि हुँ, साक्षी पनि हुँ, धाम पनि हुँ, शरण लिने ठाउँ पनि मै हुँ, परम पवित्र पनि मै हुँ। म नै सृष्टि र प्रलयको आधार हुँ, आश्रयस्थल हुँ र अविनाशी बीज पनि मै हुँ भन्दै भगवान कृष्ण तत्त्वबोध गराउँदै हुनुहुन्छ अर्जुनजीलाई। त अर्जुनजी मैले पृथ्वीलाई ताप प्रदान गर्छु, तापक्रम पनि दिन्छु, वर्षा गराउँछु, पानी वर्षाउने काम पनि गर्छु पृथ्वीलाई, अनि रोक्छु पनि, जल वर्षाउन रोक्छु पनि। म अमर हुँ, कहिले नमर्ने पनि मै हुँ र साक्षात मर्ने मृत्यु पनि मारक पनि मै हुँ। आत्मा र पदार्थ दुवै ममा नै रहेका छन्। आत्मा पनि पदार्थ पनि सबै दुईटै ममा रहेका छन्। त्रैविद्यामां सोमपा पूतपापा यज्ञैरिष्टा स्वर्गतिं प्रार्थयन्ते त्रैपुण्यमास्यद सुरेन्द्रलोकम् अश्नन्ति दिव्यान् दिवि भोगान् अश्नन्ति दिव्यान् दिवि भोगान्। हेर अर्जुनजी, जो मानिसहरूको अध्ययन र सोमरसको पान गर्छन्, वेदहरूको अध्ययन गर्नु भनेको वेद पढ्नु र वेदमा के कुरा छ त्यो बुझ्नुलाई वेदाध्ययन भयो। अनि सोमरसको पान गर्नु भनेको अमृतको पान गर्नु। तिनीहरू स्वर्ग प्राप्तिको खोजी गर्दै अप्रत्यक्ष रूपले स्वर्ग मात्रै खोज्छन्, तर मेरै पनि पूजा गरेका हुन् तिनीहरूले नदेखिकन। पाप कर्मबाट शुद्ध भएर तिनीहरू के हुन्छन् त भने पवित्र भएर इन्द्रलोकमा जन्मिन्छन्। तिनीहरू पछि त्यहाँ देवताहरूले जस्तै आनन्दको उपभोग गर्छन् स्वर्गमा गएर। अनि स्वर्गमा पुगेपछि मोक्ष त मेरो लोकमा त जान सक्दैनन्। के गर्नुपर्छ त भन्दा ते तम भुक्त्वा स्वर्गलोकम विशालम क्षीणे पुण्ये मर्त्यलोकम विशन्ति एवं त्रयी धर्म मनो प्रपन्ना गता गता काम कामा लभन्ते। विशाल स्वर्गको सुख भोगेर स्वर्गको आनन्द लिएर देवता बराबरकै भएर विशाल स्वर्गमा गएर भोग गर्छन्, तर उनीहरूको मिति समाप्त हुन्छ। उनीहरूको धर्मको कमाई जब सकिन्छ, पुण्यलोकको चाहिँ सामल जब सकिन्छ, फेरि मर्त्यलोकमा नै आउँछन् तिनीहरू। पुण्य सकिएपछि मर्त्यलोकमा नै आउँछन् फेरि राम्रा काम गर्न, शुभ कर्म गर्न। अनि राम्रा काम र शुभ कर्म गरेर स्वर्ग मात्रै जाने बाटो गरे भने त्यसै गरी स्वर्ग जाने उँधो झर्ने यही क्रम चलिरहन्छ। होइन भने आउने बाटो गत र आगत बाटोलाई त्यागेर परमेश्वर प्राप्तिको नै बाटो लिए भने अनि मात्रै ममा पुग्छन्। यो क्रम छ। यसरी तिनीहरू स्वर्गमा गएर विशाल इन्द्रिय सुख उपभोग गर्छन् र आफ्ना पुण्य कर्मको फल सकेपछि फेरि यहाँ मृत्युलोकमा फर्किन्छन्। त ती वेदका सिद्धान्तमा नै दृढ रहेर इन्द्रियको भोग मात्र चाहना राख्ने व्यक्ति चाहिँ बारम्बार जन्मिने मर्ने, स्वर्ग आदि फल प्राप्ति गर्ने, अनि फेरि पृथ्वीलोकमा जन्मिने यही क्रमले गतागत भइरहन्छन्, जाने आउने क्रम भइरहन्छन्। तर अर्जुनजी अनन्य चिन्तयतो माम ये जना पर्युपासते, अरूलाई चिन्तना गर्नुलाई चाहिँ त्यही गति रहेछ भन्ने जब त्यो पुरुषले बुझिसक्छ अनि मात्रै मलाई चिन्तना गर्ने हुन्छन् र तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्। त्यस्ता पुरा ममा चिन्तन गर्ने ती व्यक्तिका लागि चाहिँ म तिनीहरूका के आवश्यकता छन्, चाहना के छन् म पुरा गरिदिन्छु। तिनीहरूसँग भएका वस्तुको संरक्षण पनि मैले नै गरिदिन्छु।
अथवा संक्षेपले के कुरो बुझ अर्जुन तिमी भने अरू देवता श्रद्धापूर्वकले गर्छन् र संक्षेपमा मलाई पनि सम्झना गर्छन् विधिपूर्वकले र भगवानकै ती देवताहरूकै पूजा गरे पनि अन्तिममा चाहिँ मलाई नै प्राप्त हुने चाहना गरे भने तिनीहरू चाहिँ श्रद्धापूर्वक तिनको पूजा त्यसरी पूजा गरे मेरो भने तिनले पनि यो अज्ञानजन्य तरिकाले मेरो पूजा गरिरहेका हुन् भन्ने नै ठान्छु। ठान तिमी पनि त्यही नै ठान। अयम हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च न तु माम अभिजानन्ति तत्तेनातस्यवन्ति ते। सम्पूर्ण यज्ञहरूको एकमात्र भोक्ता स्वामी म नै हुँ अर्जुन, म परमेश्वर नै हुँ। त्यसकारण मेरो वास्तविक दिव्य स्वभावलाई जसले बुझ्दैन त्यसको अधोगति नै हुन्छ अवश्य, अथवा पृथ्वीलोकमा मरेपछि फेरि जन्म लिनै पर्दछ। किनभने देवताको व्रत गर्ने देवलोक जान्छन्, पितृको सेवा गर्ने पितृलोक जान्छन्, अनि उनीहरूको त कर्म शुभ कर्म सकेपछि फेरि पृथ्वीमै आउँछन्। भूतको यज्ञ गर्नेहरू चाहिँ भूतकै भएर फेरि धरातलमा जन्मिन्छन्। यस्तो क्रम चलिरहन्छ भने मेरो यजन गर्ने मेरो सेवा गर्ने मात्रै मलाई प्राप्त गर्छन्। त त्यसो हुनाले चारवटा बाटाहरू छन् जाने। भूतको यज्ञ गर्ने भूत भएरै जन्मिने, देवताको व्रत गर्ने स्वर्गलोक जाने, पितृको व्रत गरेर सेवा गर्ने पितृलोक जाने, अनि त्यो सत्कर्म सकेपछि माथि गएर तल झरिहाल्ने फेरि कमाइ गर्न। खेत हानी बिहासी गत साल रोप्या धान खेती अहिले फेरि गर्नै पर्यो। त्यस्तो हुन्छ भने ममा मेरो यजन गर्ने मेरो पूजा गर्ने चाहिँ अनि मलाई नि प्राप्त गर्न पाउँछन्। फेरि स्वर्ग आदि लोक जाइरहनु पर्दैन तिनीहरूले चाहिँ। मलाई धेर दामी दामी मूल्यवान वस्तु पनि चाहिँदैन, किनभने धनी मानी सम्पत्तिवानले मात्रै मेरो पूजा गर्न सक्छ भन्ने होइन। केही नभएका अकिञ्चनले मेरो सेवा गरौँ भने पनि म प्रसन्न हुन्छु। पत्रम पुष्पम फलम तोयम युङ्गी भक्त्या प्रयच्छति तदहम भक्तिपरितम अस्नामि प्रयतात्मना। कसैले मलाई प्रेमपूर्वक अथवा भक्तिपूर्वकले पात मात्रै चढाओस्, फुल मात्रै चढाओस्, फलहरू मात्रै चढाओस्, अथवा जे अर्पण गर्छ ल्याएर जुटाएर जे दिन सक्छ तीमा खुसी साथ स्वीकार गर्छु, उसको पूजा म ग्रहण गरिदिन्छु। त त्यसो हुनाले हे कुन्ती पुत्र, तिमी जे गर्छौ, जे खान्छौ, जे होम गर्छौ, जे दान गर्छौ र जस्तो तपस्या गर्छौ सबै मलाई नि अर्पण गर। कृष्णार्पणमस्तु भन्यौ भने अनि सकियो, तिमीले गर्ने कर्म गरिसकेको हुनेछौ। यत् करोसि यदस्नासि यज्जोसि ददासि यत् तपस्यसि कौन्तेय तत्कुरु समर्पण। गरेका कुराहरू मैले अघि पनि भने र जे तपस्या गरेको छु त्यो पनि कृष्णार्पणमस्तु, मैले गरेका तप पनि कृष्ण परमेश्वरमै लागुन् भन्न गर। त्यति भए मलाई पुगो, अरू मलाई केही पनि चाहिँदैन। शुभ फलैरेवं मोक्षसे कर्म बन्धने सन्न्यास योगयुक्तात्मा विमुक्तो मां मोक्षति। अर्जुनजी, तिमी यस प्रकारले कर्मको बन्धनमा त्यसको शुभ र अशुभ बन्धन तथा त्यसको शुभ र अशुभ फलद्वारा मुक्त हुनेछौ। यो सन्न्यास योगद्वारा आफ्नो मनलाई ममा स्थिर गराएर तिमी मुक्त हुनेछौ र मलाई पाउनेछौ। समोहम सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम्। अर्जुन, म त न त कसैसित झगडा नै गर्छु र मेरो शत्रु बनाइराखेका हुन्छु मैले, त्यो पनि गर्दिनँ। कसैको पक्षपात पनि लिन्न, यो गतिलो र यो बिकामे पनि भन्दिनँ। सबै प्रतिमा समभाव राख्दछु र जसले भक्तिपूर्वक मेरो सेवा गर्छ त्यो मेरो मित्र हो। पहिले शत्रु छ, पछि बुझेर मेरो गरौँ भने त्यो पनि मेरो मित्र नै हो। त्यो ममा नै रहन्छ र पनि उसको भित्र म छु, म उसको मित्र नै म हुँ। त्यो मैमा रहन्छ र त्यसको मित्र पनि मै हुँ। अपि चेत सुदुराचारो
भजते माम अनन्यभाग साधुरेव सम्मन्तव्य सम्यक व्यवसितो हिस। भगवान कृष्ण भन्नुहुन्छ अर्जुनलाई फेरि अझ प्रस्ट्याउँदै, हे अर्जुन, अत्यन्तै जघन्य कर्म गर्ने दुराचारी, नराम्रा काम गर्ने भए पनि अनन्य भावले मेरो भक्ति सेवामा संलग्न छ भने त्यसलाई साधु नै मान्नुपर्छ, सज्जनै मान्नुपर्छ। त्यस्तो दुराचारी पनि अन्त्यमा मेरो सेवा गर्छ भने, किनभने ऊ आफ्नो सङ्कल्पमा अडिग भइसक्यो नि। त्यस्तो दुराचारै गरे पनि ममा त उसले चाहिँ मनै लगाइसक्यो भने त उसको सङ्कल्प पूर्ण नहुने त कुरै आएन हुन्छ। त्यो तुरुन्तै धर्मात्मा हुन्छ कि त्यसका दुराचारहरू सकिन्छन् र त्यसले स्थायी शान्ति पनि पाउँछ। त्यसैले हे अर्जुन, तिमी निर्भीक भएर मेरो भक्तको कहिले पनि विनाश हुँदैन भन्ने कुरो तिमी आफै बुझ। माम हि पार्थ व्यपाश्रित्य येऽपिषु पापयोनयः स्त्रियो वैश्यास्तथा शूद्राः तेऽपि यान्ति परां गतिम्। हे पृथापुत्र अर्जुन, मेरो शरणमा आउने तिनीहरू तल्लो कुलमा जन्मिएको भन्नु परेन, अथवा महिला मात्रै पनि भन्नु परेन, स्त्री हुन् अथवा महिला हुन्, के अरे वैश्य हुन् अथवा शूद्र हुन्, ती अथवा त्योभन्दा नि तलका जात वर्गका भनियो भने ती पनि मलाई प्राप्त गर्छन्। मेरा लागि तिनीहरू तलमाथिका जात वर्गका भन्ने हुँदैन ममा। मैले त्यस्तो जाति विश्लेष गरेर छुट्याएको होइन, मलाई नै प्राप्त गर्छन् तिनीहरूले पनि। भने धर्मात्मा ब्राह्मण भक्त राजर्षिहरूलाई त झन् के भन्नु पर्छ र भन्नै परेन। जात ब्राह्मण भएर हुँदैन, ब्रह्म ज्ञान प्राप्त गरेको हुनुपर्छ, अनि मात्रै त्यसलाई ब्राह्मण भनिन्छ। त्यस्ता प्रेमा भक्त उनीहरू पनि ब्राह्मण नै हुन्। ती वैश्य शूद्रहरू पनि ब्रह्म ज्ञान पाइसकेका छन् भने यो ब्राह्मण क्षेत्री वैश्य शूद्र भन्ने जुन भनियो यो चाहिँ कर्म विशेषले यिनीहरूलाई संज्ञा दिएको मात्रै हो, भगवानले भन्नु नै भएको छ। त यी तलमाथि जात वर्ग हुने तिनीहरूले गतिलाले गरेको मात्रै उत्तम मानिने, निम्न वर्गका भनाइएकाहरूले गरेको नहुने भन्ने केही छैन। मलाई समान नै हुन् तिनीहरू। मासला ब्राह्मण भने पनि, शूद्र भने पनि, तल्ला जातका भने पनि, चाण्डाल भए पनि ती मेरा लागि सबै समान नै हुन् भनेर भगवानले भन्नुभएको छ। यसबारेमा मैले विगत अध्यायमा पनि केही निवेदन गरेको थिएँ, यसलाई अझ प्रश्न गर्न चाहे यसरी नै। त अर्जुन भगवान भन्नुहुन्छ फेरि, मन्मना भव मद भक्तो मत याजी माम नमस्कुरु मामे वैश्यसि युक्तैवम् आत्मानं मत परायण। हे कुन्ती पुत्र अर्जुन, तिमी के हौ भने मलाई नि मन मन, मेरै चिन्तामा मन लगाऊ, खाली भएको बेला मेरै भक्त बन, अनि मेरै पूजा गर, मलाई नमस्कार गर। यसरी पूर्ण ममा नै तल्लीन भएपछि तिमीले निश्चय नै मलाई प्राप्त गर्दछौ, अरू केही गरिरहनु पर्दैन भनेर यो भगवान श्रीकृष्णले अर्जुनलाई यसरी 9औं अध्यायमा परम गोपनीय ज्ञानको जुन चर्चा गर्नुभयो, यो पनि मैले पनि नेपालीमा सार संक्षेपमा निवेदन गरेँ। हरे नमः। श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव।